आज कक्षा 12 टेक्निकल स्ट्रिम सिभिल इन्जिनियरिङको सोसियल स्टडिजको एउटा मोडल क्वेसन सेटलाई लिएर आएको छु। कृपया तपाईहरु सबैजनाले भिडियो अन्तिमसम्म हेर्दिनु होला। साथै यो भिडियो तपाईहरुले आफ्नो परीक्षा दिने साथीहरुलाई पनि शेयर गरिदिनु होला ताकि उहाँहरुलाई पनि प्र्याक्टिस होस्। क्लास 12 फुल मार्क्स 75 टाइम 3 आवर्स सब्जेक्ट सोसियल स्टडिज अनि समूह क मा 11 वटा सर्ट एन्सर क्वेसन दिएको छ। अनि सामाजिक अध्ययनलाई एक वाक्यमा परिभाषित गर्नुहोस्। नेपालको अक्षांशीय र देशान्तरीय फैलावट लेख्नुहोस्। नेपालमा सबैभन्दा बढी र कम जनसंख्या भएका जिल्लाहरूको नाम लेख्नुहोस्। कस्तो प्रकारको वास्तुकलालाई प्यागोडा शैली भनिन्छ एक वाक्यमा लेख्नुहोस्। यौनिक अल्पसंख्यकलाई एक वाक्यमा परिभाषित गर्नुहोस्। पञ्चापराधमा कुन कुन अपराधहरू पर्दछन् लेख्नुहोस्। नेपालमा पछिल्लो संविधान सभाको निर्वाचन कहिले भएको थियो पूरा मिति लेख्नुहोस्। नेपालको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा कति जना सांसद रहने व्यवस्था रहेको छ लेख्नुहोस्। तनाव व्यवस्थापन गर्ने कुनै एक रणनीति उल्लेख गर्नुहोस्। अन्तर्वैयक्तिक सिपमा सामाजिक सञ्जालको महत्त्व 2 वाक्यमा लेख्नुहोस्। बसाइसरेका कुनै 2 वटा आकर्षक तत्त्वहरू लेख्नुहोस्। समूह ख मा हाम्रो 8 वटा क्वेसन दिएको छ 5 मार्क्सले। सामाजिकीकरणका तत्त्वहरूको सूची बनाई कुनै 2 को बारेमा चर्चा गर्नुहोस्। सामाजिक विविधताका आयामहरू उल्लेख गरी कुनै 1 को बारेमा चर्चा गर्नुहोस्। तपाई बसेको प्रदेश र कर्णाली प्रदेशबीच रहेका समानता र भिन्नता उल्लेख गर्नुहोस्। यौनिक अल्पसंख्यकको हक अधिकार तथा पहिचानको सम्बन्धमा राज्यले लिएका नीतिहरूको समीक्षा गर्नुहोस्। 2224 राज्यहरूको पतन हुनुका कुनै 5 वटा कारणहरू लेख्नुहोस्। नेपालको संविधान 2072 मा उल्लेख भएका कुनै 5 वटा राम्रा पक्ष र कुनै 5 वटा नराम्रा पक्षहरूको सूची बनाउनुहोस्। सामाजिक सञ्जालको उत्तरदायी प्रयोगका लागि के गर्न सकिन्छ कुनै 5 वटा सुझाव दिनुहोस्। मानव तपाई कुनै नगरपालिकाको नगर प्रमुख हुनुभयो। तपाईले आफ्नो नागरिकलाई कसरी स्मार्ट सिटी बनाउनुहुन्छ आफ्नो योजनालाई बुदागत रूपमा लेख्नुहोस्। अनि त्यसपछि हाम्रो समूह ग मा 3 वटा क्वेसन दिएको छ 8 मार्क्सले 24 मार्क्स क्यारी गर्छन्।